चिलाएको मर्छ नि त्यसले कनाउँछ यस्तो पुरै कनाएर नि त्यो कान हुन्छ त्यसले चिलाउँछ होला यतापट्टि नि अब यही हामीले पनि कति डर लाग्छ कस्तो ज्ञानी हुँदो रहेछ त्यो रुन्न भने तेल लाउनु तेल लाउँदा हेरिरहन्छ तेल पनि खुट्टा सिरा जल्दी पुर्कियो मान्छे चाहिँ तडिरहन्छ हामी जस्तै हुन्छ डर कुन चाहिँ खोपके त यस्तो घाउ भएन भने फेरि दोहोऱ्याउनु पर्छ पहिला लाइसियो भने बाबुले लाइसियो भने छानबी यता यता एक्सन कट गरिदेऊ ल छानबी मेरो नाम यही हो भन्ने थाहा निस्किने हो नानी मलम पर्छ र हाम्रो लागि उनीहरूले जन्मिने बित्तिकै बेलामा लगाइदिन्छ हुन त हुन्छ हुन त अलि रातो भएर लगाइदिनु हुन्छ बरु त्यो नाली झरिसकेपछि खुट्टा काट्छ त्यही बेला चाहिँ लाउने हो अन्त पर्दैन त्यो ढाँसा पुग्नु आइसक्यो क्या पुज्दै आमा केटीले प्रोसेस पुवा खाइन त फेरि उता के अरे कस्तो खिन्न लाग्दो रहेछ आफ्नो कहाँ हाँसी रोएपछि त झन् आमा हो त्यस्तो दुध दिन अहिले दुनिया भन न अब अरूको दुध खाने आमै चाहिहाल्छ अर्काले माया गरेर उका गरेर आमाले कुटेको ए भएपछि रमाइलो छ यता हेर्न नपाएन होइन उहाँ पसल चाहिँ जाउँ भन्नु भएन ए नाना लिएर उठेको बित्तिकै यहाँ त्यो ल छोरी ल छोरी ल छोरी ल नातिनी नातिनी हो छोरी मान्छे हो नि म भन्दै कस्तो खुट्टा पाङताङ पाङताङ गरे